राजीनामाको माग गरिरहनु भएको छ नि केही छ तपाईँको भनाइ? मेरो केही पनि प्रतिक्रिया छैन। आज पार्टीले भएन बस्नु भनेको छ कि अब यो प्रश्नमा कुनै पनि नेताहरू बोल्नु भएन, माननीयहरू बोल्नु भएन यो विषयमा। माननीयज्यू यो के छ अध्यादेश चाहिँ यो भनौँ न यो भित्री बाटोबाट ल्यायो जुन गलत गर्यो भन्ने जुन कुराहरू आइरहेछन्। नो कमेन्ट। नो कमेन्ट। सरकारले गलत गर्दाखेरि के छ तपाईँहरूको खबरदारी हुँदैन? नो कमेन्ट। सुकुमवासी बस्तीमा चाहिँ के छ तपाईँको भनाइ? नो कमेन्ट। नो कमेन्ट। यहाँ के छ भने सांसद भनेको ओन्ली स्पिकिङ, बोल्ने मात्रै भन्ने छ। सांसदको काम बोल्ने मात्रै हो त, अनि बोलेर मात्रै उहाँको अनि प्रमुख महोदय, नेपालको संविधान धारा 2096 एक अनुसार लागू गरिएको चाहन्छु। सर्वप्रथम यस राष्ट्रको लोकतन्त्र र गणतन्त्र र परिवर्तनको लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। तपाईँलाई थाहा होला, मलाई के थाहा हुने हो होइन? ल्याउँदाखेरिमा तपाईँहरूको भण्डा फुट्छ। जीवित हुनुहुन्छ नि उहाँलाई ल्याउँछु, जीवित हुनुहुन्छ नि उहाँ ल्याउँछु। फटो क्वेसन केही छैन भनेपछि खेल्न आउनुभयो। हामीले सरकार बनायौँ भने 100 दिनभित्र कम्तीमा पनि सुरुवातमा 100 जना युवाहरूलाई फ्री टिकटमा यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँच्नेछन्। म साँच्चीकै रोएको